ओए मुसी नमस्ते सोल्टी। नमस्ते के छ नि सबै ठिक छ सोल्टी। अनि तपाईँ के छ? यो काम नराख्ने केटाहरूसँग जोइन गरेर नबस्छ नि यार पढ्ने उमेरमा त पढ न मुसी भोलि गएर राम्रो मान्छे बन्नु पर्दैन भर्खर त पढ्ने उमेर छ पढ्नु पर्दैन यहाँ सुन्नु न सोल्टी। हजुर यहाँ सुन्नु न। पढ्न मन लाग्दैन के किनकि आन्दोलनले गर्दा एक्जाम हुँदैन रे के। ए ठिक छ नि त। त्यही भएर मुसीको को नि उहाँ चाहिँ दाइ हो कि को 100 हो 100% हो यस मेरो आँगाको नि आँगा हो भगवान कसम। तपाईँ जस्तो छैन क्या सोल्टी हामी होइन दाइ। ओए म चाहिँ कस्तो म जस्तो छैन भने के भन्न खोजेको? तपाईँ त जो बाहिरसँग लफक्कै हुन्छ क्या। ए ल लपक्कै कहिले भएको छु म त्यस्तो लपक्कै हुने भए त मैले के भन्छ अरे कस्तो म यहाँ सुन मुसी म चाहिँ बडो सिधा छु क्या। म जे बोल्छु म लाइफमा बोल्छु म लाइफमा जिस्काउँछु रियल लाइफमा चाहिँ म एकदम सोझो लक्की लामा बडो फडा अनि साँच्ची मैले झुट बोलाएन मुसी होइन मेरो बिहे हुन लाग्थ्यो मेरो बिहे हुन्थ्यो होला के सायद त्यो केटी भेटेको थियो क्या मैले भन ऊ बिना त यो कुरा सुनाउनै मिल्दैन नि खै त अनि खाना खानुभयो सोल्टीले? जोइन नगर हौ दिनमा एउटा केटी बोकेर हिँड्छ सधैँ बाटोतिर टक्क बाइकमा यस्तो क्या त्यो पछाडि पनि भएको बाइक छ क्या पछाडि त्यो ठुलो भएको छ क्या भने त्यसमा सधैँ बोकेर हिँड्छ वहाँ गरेर साँच्ची भनेको अनुहार राम्रोसँग हेर नि त्यहाँ के उहाँको त्यो नेटै नचल्यो के भएको? गरिब नेट पठाएछ यार त्यो कहिले कहिले चल्दैन कि हामी पनि गाउँमा अब हामी झन् नेटवर्क चलाउँछौँ खै हाम्रो चलाएको भने दुईजना बसौँ न यो कहाँ यो बिचमा यो गयो ठिक छ। तिमी भलिबल खेल्छौ? यस भलिबल खेल्छु। भलिबल मलाई खुब भलिबल खेल्छु भन्यो होइन जर्सी मैले खास चाहिँ त होइन रोनाल्डो जस्तो चाहिँ खेल्छु म पनि रोनाल्डोको जर्सी पनि छ। के भन्छ अरे ल एउटा क्वेसन सोध्छु म भलिबलमा कतिजना रेफ्री हुन्छ? त्यस्तो मान्छे भलिबल प्लेयर भनेर हुन्छ? तिमी कमेन्ट पढेर बस म गएँ। ए होइन सोल्टी यहाँ मेरो एक्जाम हुन्छ अरे के कतिजना हुन्छ सोल्टी त्यहाँ तपाईँ पनि टट्टी रहेछ। 4 जना हुन्छ कति भनेको 2 जना। ल एउटा लास्ट एउटा क्वेसन सोध्छु ल लास्ट एउटा सोध्छु ल भन्नु। वर्ल्ड कपको के भन्छ अरे यो 5 मेरै आइडिया कसको ट्रेजर बक्स चोरेर आयो यार छ्याउ रहेछ। यहाँ सुन मुसी भलिबलको वर्ल्ड कपमा होइन भलिबलको वर्ल्ड कपमा कतिजना दर्शक हुन्छ? अब धेरै दर्शक कतिजना हुन्छ भन धेरै भइहाल्छ नि भनेर हुन्छ कतिजना दर्शक हुन्छ? अनि मैले त अनि कसरी भन्नु त अनि थाहा छैन कति तपाईले भन्नु त ल। मलाई त कसरी थाहा हुन्छ त म भलिबल प्लेयरै होइन अनि तर मुसी यस्तो के
बिए चाहिँ हैन हजुर अब भन्दा 5 वर्षदेखि 10 वर्ष कान्छेसँग गर्नुपर्छ रे क्या भइहाल्छ नि सोल्टी गर्नुपर्छ त्यो त म सोचिरहेको छु कि यसो मुसी पनि भर्खरकै छ हैन हुन त अहिले मुसीको बिहे गर्ने उमेर त भएको छैन मुसुक हाँस्दा नि कस्तो राम्रो छ तर बिग्रिने चाहिँ यतिखेरै बिग्रिने हो है कतिजनाले मेसेज गर्छ कतिजनाले बोलाउन खोज्छ कतिजनाले आऊ कम भन्न खोज्छ कतिजनाले त्यो के भन्छ अरे लोभ ललास देखाउन सक्छ कतिजनाले अब हुन्छ नि त फसाउन खोज्छ क्या यो उमेरमा तर यो उमेरमा फसिँदैन भने चाहिँ फेरि केही वर्षमा म सोध्छु फेरि एकदम के छ त विचार म तिम्रो हुँदाखेरि यहाँ सुन मुसीको उमेरमा म हुँदाखेरि मलाई यति केटीहरूले फसाउन खोजेको हुँदा हुँदा मलाई पढाउने मिसले पनि मलाई फसाउन खोजेको के साँच्ची भनेको साँच्ची भनेको पानी म हैन म गाउँबाट म पानी लिनको लागि म त्यो हुन्छ नि त्यो गाग्रीहरू बोकेर जाँदाखेरि पनि गाउँ घरको सब केटीहरू मेरो त्यो गाग्री खोसेर हैन एक अर्का त्यो थापेर मलाई दिन आउँथ्यो क्या साँच्ची तर म फसिनँ क्या त्यतिखेर म अहिलेसम्म नि गुड छु क्या हैन भन्नाले यो उमेरमा अरूले फसाउन खोज्ला यो उमेरमा अरूले मोहनी लगाउन सक्ला तर यो उमेरमा सकिन के अरे यो उमेरमा चाहिँ आफै कन्ट्रोल भयो र यो उमेरमा फेरि माथिन सक्छ कि आफै पनि ओहो हैन हुन्छ नि त मलाई त यसले जिस्काइरहेछ ओहो भन्ने त्यो पोज देखाउने टाइपको नभएर तेरो घरमा दिदी बहिनी छैन भनेर स्ट्यान्ड लिन सक्यो भने चाहिँ पछि आउने भविष्यमा के राम्रो होला कि मैले यसो सोचिरहेको छु कि हामी दुईजना के छ त यतिको सम्झिने सुल्टी चाहिँ हुनुपर्छ है के छ त बिचारा नि विचार यस्तै हो टुवेल्भ एक्जामले टेन्सन परिरहेछ सोल्टी त्यही हो मुसी के छ भने विचार त्यही त विचार यस्तै हो टुवेल्भ एक्जामले अलि टेन्सन परिरहेछ भने कि एक्जाम सक्यो भने काठमाडौँ जाऊँ कि भनेको जिन्दगी मरे एक्जाम हुँदैन ल काठमाडौँ आउने सोल्टीलाई भेट्न आउने भने होइन होइन अहिले नभेटौँ म त्यति साह्रो पनि छैन अहिले नभेटौँ नारी त बनायो कि बनायो मुसीले देखाइदिउँ भयो भयो पतायो होइन के एकछिन पछि त कफी खाँदै के हुँदैन ओके अनि सोल्टीको नयाँ नौला हालको बुढी पो आउँदैछ एकदम ठिक छ अब के छ नि अनि सोल्टिनीको के छ त अनि मेरो त यस्तै हो गाउँघरमा अब के हुनु यस्तै बस्ने खाने त्यही गाउँघरकै मान्छे मनपर्छ मलाई धेरै जस्तो नाटक सोल्टीको हेर न फेरि हो भने होइन बाहिरबाट झट्टै हेर्नलाई चाहिँ काठमाडौँकै ठिक हो तर आफ्नो सम्झेर यसो त्योसँग जिन्दगी कटाउन त कहाँ त्यस्तो कट्छ त ओहो के छ ज्योति के छ ओ माय गॉड के छ ज्योति हाल खबर के भन्न लाग्यो मुसीले के क्वेसन सोध्न लाग्यो भन मलाई तपाईँ पनि होइन गाउँघरमा हुर्केको होला पहिला अहिले पो काठमाडौँ गाउँघरमै हुर्क्यो नि 18-17 वर्षमा म काठमाडौँ आएको म गाउँघरमा हुर्क्यो होइन मलाई काठमाडौँको त केही पनि थाहा थिएन गाउँघरमा हुर्क्यो मलाई त पहिलाको त्यो लालटिनको जमानादेखि अहिलेको जमाना मलाई थाहा छ के मुसी आई लभ भिलेज गाउँघरमा जति पनि केटाहरू हुन्थ्यो नि होइन गाउँमा फुटबल मसँग मात्र हुन्थ्यो न मलाई कसैले फकाउन सकेन भने त फुटबलै खेल्न पाउँदैन थियो बुझेनौ म हिरो थिएँ क्या गाउँमा पहिल्यैदेखि मलाई चाहिँ चित्र लेख्न खत्रै आउँथ्यो अनि गाउँबाट फुच्चीहरूको यसो केटी अङ्कल हुन्छ नि त बाजेको छोरीहरूको मैले चित्र लेख्थ्यो भने त मिठो मिठो खाना पाउँथ्यो सबैको एक भाग गरेर कसैले चाउचाउ ल्याउँथ्यो त्यतिखेर त ग्लुकोज बिस्कुट आमामा के बिस्कुट आफै पाइने पल तिमीलाई त थाहा नै छैन होला तिमी त थिएन होला सायद त्यो बेला काठमाडौँ छिरेको चाहिँ कति वर्ष भयो
भन्नु त्यस्तो भएछ मेरो उमेर थाहा भइहाल्छ नि भन्दैन ठिकै छ भन्नु न के हो बिर्से त छैन नि ज्योति बिर्सेको के छ नि हाल खबर ज्योतिलाई म बिर्सिन सक्छु त नि ज्योति भनेको मेरो पुरानो बच्चैदेखिको साथी म बिर्सिन सक्छु होला त नि के छ नि ज्योति अनि भन्दिन काठमाडौँ त कति वर्ष कहाँ भन्छु त नि म भन्न मिल्दैन होइन बिस्तारै पार्लेजी बिस्कुट पनि पार्लेजी बिस्कुट त धेरै पछि हो क्या असम भनेको धेरै पछि हो भनेको हाम्रो त्यो बेला के बिस्कुट हुन्थ्यो गाउँमा पाइनएप्पल हुन्थ्यो होइन अनि मारी त पहिल्यैदेखि थियो अनि अर्को के हुन्थ्यो के हुन्थ्यो अरे मलाई सम्झाउ त गाइस ग्लुकोज भन्ने हुन्थ्यो होइन के हुन्थ्यो क्या धेरै भयो गफ त मलाई थाहा छ रियल एज त कोकोनट त कोकोनट पनि थियो टेस्टी थियो ओहो सही मारीगोल्ड मारीगोल्ड पनि थियो नभन है ज्योति मेरो कति हो भनेर नभन है मलाई मेसेज गर न ओइ ज्योति केमा नि फ्रेन्ड छैन केमा मेसेज गर्छ मलाई इन्स्टा फेसबुक यहीँ कोकोनट पनि थियो पशुपति त मैले थाहा छैन सोल्टीको बिस्कुट हो कुट सोल्टीको बिस्कुट थियो है सोल्टीको बिस्कुट चाहिँ छैन होला ल के हो भने सोल्टी बिस्कुट थियो क्या सोल्टीको बिस्कुट होइन च्याउ रहेछ आज भोलि सिसी किन लाइभ आउँदैन पहिला गयो अरे त्यो त के गर्नु अब ठिक छ अब नयाँ बजारतिर बनटुटे थाइन ओ यो जुन तामाङले लेख्नुभयो हो यो चाहिँ मलाई थाहा छ थिन आरा रोड भन्ने थिन आरा रोड भन्ने गैराको यो फोटो आउँथ्यो होइन हो यो चाहिँ हो है समीरले बे गरे क्या हो यार खुयो भनेर स्टोरी हालेर देखाएको थिएँ त मैले हाम्रो समीर भाइले हेऱ्यो भने एक झापड चाहिँ हाल्नु भने पढ्ने उयो बे गर्ने थियो दाइलाई नभनिकन खोइ मलाई त्यो चाहिँ थाहा भएन होइन तर स्टोरी चाहिँ देखाएको थियो मैले तिमीलाई थाहा छ त्यो थिन आरा रोटी हो कि के भन्ने बिस्कुट थाहा छ तिमीलाई जन्मेकै थिएन भनेको मलाई बिस्कुट नाम भनेको मैले खाने भनेको टाइगर होइन ह्याप्पी ह्याप्पी अनि त्यसपछि ओरियो टाइगर ह्याप्पी ह्याप्पी रे अरू त थाहा नै छैन ल ठिक छ मुसी ल म जान्छु अहिले ओके सोल्टी बाइ बाइ राम्रोसँग बस जोस् ठिक छ एकदम के भन्छ अरे मुसी ठिक छ ठिक छ अब ल ओके अहिले बुझिसकेँ ल ओके बाइ बाइ भ्लग खतरा लाग्यो त्यो मैले गाइज म अर्को च्यानल खोलेर कस्तो कन्फ्युज भयो क्या हालौँ कि नहालौँ भयो अनि मैले अनि हालिदिएँ क्या हाई दाई हेलो गाइज सबैजनाले मैले नयाँ भ्लग हालेको छु है सबैजना गएर हेर्नु होला लोभी नजरको बिहाइन्ड द सिन र मैले 100K सेलिब्रेसन पहिला नै मैले खिचेको क्या त्यो भ्लग होइन त्यो धेरै 2-3 महिना अगाडि खिचेको भ्लग हो त्यो बिहाइन्ड द सिन चाहिँ अनि त्यो सुकुटेमा ऱ्याफ्टिङ खिचेको चाहिँ हिजोस्ति मात्र के गर्दै हुँदा 25 हो 25 मा त म कहाँ 25 भन्नु भर्खर 21 लाग्नु लाग्यो यार 25 भन्छ यार च्याउ रहेछ है ज्योति नभन न यार च्याउ रहेछ यार नभन है ज्योति भनेको छैन 21 लाग्छु भ्लग नै भेट्दैन न्यू भिडियोजमा गएर हेर्नु न भेट्नुहुन्छ तपाईँले ठ्याक्कै दाँतमा के छ तपाईँको यो गाई घाउ भइरहेछ मेरो त्यही भएर हेलो म्यु What are you doing? Okay. What are you doing? I'm floating you. How? Long time no see. Yeah, long time no see. And today I am not coming. But I'm my for you TikTok page.
Mew in on a live. Yeah, and okay, I'm coming. And Marco, I'm So coming. you turn on your live, you see me doing live? You Yes. turn on your live? You don't have to turn on your Yes. live. You just come my live and you can be my viewer and you can support me. You support Mew, yeah. You non-stop talking to you going to you gift, okay, and another people you send gift and only these people name you saying, okay, and I am comment section, hi Mew, hi, not response my message, but I am sending you universe and you, oh okay, not Yeah. good. So and live to live is a direct connection. 메리 빨리 저기 공포 데려오자. Okay, I miss you too. Why don't Yeah, you do match? No, I'm going to live in, so and I'm just saying you after 1 week, Uh-huh. and I'm coming to your country. 뭐래? You come Korea? Ticket is already, yeah, ticket is already. 뭐래? 찍고? Wait, के भन्छ? No, this say no. No match? No. I'm going and So where are you now? no. Where are you now, Huke? 그니까 나도. I'm right now my home. Before our match, you went somewhere, not your country, right? Dubai, country, Dubai. my Yeah. country, You stay in Dubai before. Yes, 어. yes. 어. I'm 얘가 나 in 좋아. Dubai. 얘가 나 좋아해. So when you come Korea And to right meet now- Mew, Yes, when you come Korea and meet because Mew, slightly. 세계적인. maybe after 1 week, after 1 week, I'm coming to Korea and I want to meet you Uh-huh. because you are very, very good. I think Uh-huh. you are very, very beautiful. 네, I 공짜 think 포털. 어. you are, 공짜 포털. I think. 예, 시청자 580명. Slightly. Yeah, maybe. Stay here. So Bila mula ala kabarela. good to see you. Yeah, I miss you too. Bila bi ago bangel tam. Huh? Gobatam mango. Ekdam gobatam mango gobatam. Yeah, okay, I miss you Jesse? too. यसले मात्रै यसको भाषा बोल्छ त हामीले नै हाम्रो भाषा बोल्ने नि. Okay, Mew, I am going to another going side and you take care, okay? Where are you going? I'm going to live in and sleep time because You leave me night, alone? No, but I think you also live in and coming inside outside video call. 뭐라는 거야? 오늘따라 못 알아듣겠네. 오늘따라 못 알아듣겠어. Okay. Why your language you saying Wundala Sundara? No. Pipi, 사와디카. Okay, Mew. Okay. Good to see. I know.